मध्यपूर्वमा रहेको हर्मुज जलमार्गमा समुद्री माइन बिछ्याउन प्रयोग गरिने इरानका साना 16वटा डुङ्गाहरूलाई अमेरिकाले आक्रमण गरेर नष्ट गरेको बताएको छ। त्यसको प्रतिक्रिया स्वरूप इरानले त्यस क्षेत्रमा रहेका 3वटा पानी जहाजमाथि आक्रमण गरेको बताइएको छ भने एउटा पानी जहाजमाथि आगो लागेको बताइएको छ। इरानले उक्त जलमार्गमा समुद्री माइन बिछ्याउनुको प्रमुख उद्देश्य भनेको सम्पूर्ण विश्वलाई नै अमेरिकामाथि दबाव बढाउनको लागि व्यापारिक जहाजहरूलाई उक्त क्षेत्रमा ठप्प बनाएर अमेरिकाको रणनीति र अर्थतन्त्रलाई कमजोर बनाउनको लागि इरानले यस्तो आक्रमण गरेको बताइएको छ। इरानियन रेभोल्युसनरी गार्ड कर्प्स IRGC का अनुसार उक्त अमेरिकी आक्रमणको जवाफी कारबाही गर्दै इरानले हर्मुज जलमार्गबाट एक थोपा समेत तेल बाहिर जान नपाउने चेतावनी दिएको छ भने यसले गर्दा विश्व अर्थतन्त्रमा ठूलो असर देखिन थालेको छ। मध्यपूर्वका देशहरूले तेल उत्खनन घटाइरहेका छन् भने तेलको मूल्य प्रति ब्यारेल $120 सम्म पुगेको बताइएको छ। इरानले समुद्रमा माइन बिछ्याए अमेरिकाले भयानक सैन्य आक्रमण गर्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्ध छिटै अन्त्य हुने बताइरहँदा इरानले यस युद्धको अन्त्य इरानी शर्तमा मात्र हुने बताएको छ।